पोर्चुगल फुटबल फ्यान, यो भिडियो तपाईँको लागि है त। आज म तपाईँलाई एउटा प्रश्न सोध्दैछु जसले हरेक पोर्चुगल फ्यानलाई दुई भागमा बाँड्न सक्छ। यदि आज क्रिस्टियानो रोनाल्डोले फुटबलबाट सन्यास लिए भने के पोर्चुगल अझै पनि विश्वको टप 5 टोलीमा पर्ला? धेरैले हो भन्ने छन्, किनकि आज पनि पोर्चुगलसँग ब्रुनो फर्नान्डेज, भिटिनिया, राफाएल लियो, नुनो मेन्डेस र जाओ नेवेस जस्ता उत्कृष्ट खेलाडी छन्। तर एउटा कुरा सबैले मान्नै पर्छ, रोनाल्डोले पोर्चुगललाई गोल मात्रै दिएनन्, उनले पोर्चुगललाई एउटा विश्वास पनि दिए, नेतृत्व र जित्न सक्ने मानसिकता पनि दिए। अब निर्णय तपाईँको है त गाइज। रोनाल्डो पछि पोर्चुगलको नयाँ किङ को भन्ने छ? कमेन्ट बक्समा नाम लेख्नुहोस् है त। सबै कमेन्ट पढेर रिप्लाई दिने प्रयास गर्नेछु। हस् त, धन्यवाद।